Wih, ya reaksinya gitu tadi. Wih. Agora kanza. Oh, kayo kayo. Agora dia beli. Agora dia. Ya. Woi, kain sana. हेलो गाइस, हामी आइसकेका छौँ नयाँ र इन्ट्रेस्टिङ मिठो खालको भिडियो लिएर। यो भिडियो चाहिँ खत्रै खालको हुन्छ, हजुरहरूलाई हेर्नलाई इन्ट्रेस्टेड पनि अलिक खतरनाक टाइपकै हुन्छ होइन। यसमा चाहिँ के हुन्छ भने हामीसित 5 जना खेलाडी हुन्छन् अनि यसमा चाहिँ रेखाहरू हुन्छ। यहाँ हामीले रेखा कोरेका छौँ अनि त्यसमा चाहिँ सबजनाले कसले चाहिँ धेरै बेरसम्म टिक्न सक्यो, कसले चाहिँ उ गर्न सक्यो त्यो चाहिँ हुन्छ होइन। अनि त्यसमा चाहिँ हामीले 1000 रुपियाँ अमाउन्ट पनि राखेका छौँ। अनि यसमा चाहिँ उभिएर मात्र बस्ने यत्तिकै मूर्ति जसरी बस्ने नि होइन होइन गाइस। अनि यसमा चाहिँ कस्तो हुन्छ भने हामीले एउटा च्यालेन्ज चाहिँ दिइरहेको हुन्छौँ। अनि यत्रो खेलाडीहरूमा चाहिँ जसले चाहिँ पहिला धेरै बेरसम्म टिक्न सक्यो, जसले चाहिँ च्यालेन्ज पुरा गर्न सक्यो, त्यसमा चाहिँ त्यसले चाहिँ विनर गर्छ। अनि हामीले हार्नेलाई स्टेप अनुसार चाहिँ पनिसमेन्टहरू नै राखेका छौँ होइन। अब यो भिडियोलाई लाइक गर्नुहोस्, हामीलाई अलिअलि मोटिभेट गर्नलाई सब्सक्राइब पनि गर्नुहोस्, नयाँ नयाँहरू च्यालेन्ज गर्नको लागि उत्साहित गर्नलाई कमेन्ट गर्नुहोस्। अनि अरूलाई पनि इन्ट्रेस्टिङ छन् भने त्यसलाई सेयर गर्न नबिर्सिनुहोस्। हामी यो गेमलाई सुरु गर्न जाँदैछौँ। हाउ इज द गेम? ल गाइस, हाम्रो चाहिँ अब सब खेलाडीहरू आफ्नो बक्समा आइसकेका छन्। अब चाहिँ सबले एउटा एकजनाले चाहिँ आफ्नो चाहे अनुसारको पर्ची छानेर आफ्नो खेल छान्न सक्छ होइन। अब उसले अर्कोलाई पास पनि गर्न सक्छ। अब हामी चाहिँ एउटा उसलाई दिन्छौँ। ल हाम्रो कान्छु भाइले चाहिँ सुरुमै गर्छ है, छान्छ सुरुमै गर्छ हाम्रो। ल गाइस, के पर्ला? 4 मिनट चियर पोजिसन कसलाई दिने? विवेक के हो? विवेकलाई पऱ्यो। ल गाइस, उसलाई चाहिँ 4 मिनटको चियर पोजिसन आइसकेको छ। असिस्टेन्ट मोबाइल लिएर टाइम स्टार्ट गर। 3, 2, 1 गो। विवेक चाहिँ आउट भइसकेको छ। उसले जित्नुभन्दा अगाडि नै उसले हार मानो। सुजनको पालो दोस्रो कन्स्टेन्सन आयो के आयो? क्विज 5वटा क्विज च्यालेन्ज विशाल। अब यतापट्टि विशाललाई दिइसकेको छ सुजनले। ल गाइस, अब यसको पालो आइसकेको छ। असिस्टेन्ट क्वेसन लिएर तपाईँको पहिलो क्वेसन रहेको छ ए स्क्वायर प्लस बी स्क्वायरको होल स्क्वायरको सूत्र भन्नुहोस्। रङ सूत्र अब तपाईँको पालो गइसकेको छ होइन। यसको सूत्र हो ए स्क्वायर माइनस 2ab प्लस बी स्क्वायर। सेकेन्ड एन्सर छ तपाईँको 2022 मा वर्ल्ड कप जित्ने देश कुन थियो? अर्जेन्टिना।
मिलाउनु भयो होइन अब तपाईँको अब थर्ड प्रश्न रहेको छ 2018 मा वर्ल्ड कप जित्ने देश कुन थियो यसको एन्सर हो फ्रान्स 2018 फ्रान्सले जितेको अब तपाईँको चौथो प्रश्न रहेको छ 2026 मा वर्ल्ड कप भित्र सबैभन्दा धेरै गोल हान्ने प्लेयर कुन थियो मेसी राइट एन्सर होइन अब तपाईँको पाँचौँ लास्ट प्रश्न रहेको छ होइन तपाईँको लास्ट प्रश्न रहेको छ नेपालको राष्ट्रिय फुल के हो ल मिलाउनु भयो ल कङ्ग्रेचुलेसन तपाईँको दुईवटा मिलाउनु भयो तिनवटा बिगार्नु भयो ल तिनवटा रङ यो दुईवटा सबैले होइन पाँचवटा दुईवटा मिलाउनु भयो फेरि पाँचवटा दुईवटा प्रश्न सोध्नु परेको छु मैले होइन तपाईँको सुरुको प्रश्न रहेको छ 77 + 33 कति हुन्छ टोटल कति हुन्छ तपाईँको यो रङ होइन यसको रियल हो 100 हुन्छ तपाईँको लास्ट प्रश्न रहेको छ होइन अब नेपालको सबैभन्दा धेरै मानिने कुन हो धर्म कुन चाहिँ हो हिन्दू अब चाहिँ भिसुनको पालो रहेको छ गाइस क्या होला गाइस क्या होला यही वन लेग च्यालेन्ज के अनि आफै गर्ने हो कि विशाल तन्दुरुस्त विशाललाई आइसकेको छ यसमा ट्रान्सफर भएर विशाल एसिस्टेन्ट टाइमर लिएर एसिस्टेन्ट गाइस विशालको टाइमर सुरु हुन्छ अब 3 2 1 गो उठ्का डिड विशाल तिमी सक्छौ विशाल बेटे पुरा गर्यो विशालले विशालको नाकमा दम रहेछ है केटा अब चाहिँ गाइस विशालको टर्न रहेको छ हैन क्या होला गाइस क्या होला ये विसुन ल गाइस च्यालेन्ज सुरु हुन्छ उसको टाइम सुरु हुन्छ अब 3 2 1 गो 1 2 3 4 5 0 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 48 49 16 जब चाहिँ फेरि हाम्रो भाइको पाला आइसकेको छ हैन के आउँछ हातले टेकेर आउँछ नि विशाललाई मात्र टार्गेट आउँछ के हो टाइमर लिएर कति मिनटको
सुरु 3 2 1 गो विशाल आउट ल गाइस फेरि हामी गेममा उत्रिसक्यौँ अब सुजनको पालो भित्तामा झुन्डेर उभिने ढक्क यस्तो झुन्डी नि भित्तामा कति मिनटको 4 मिनट असिस्टेन्ट टाइमर टार्गेट 3 2 1 गो सुरु भयो हजार रुपये सवाल दुईजनाको 1v1 हुन्छ होइन सिङ्गिङ असिस्टेन्ट टाइमर भाइ तपाईँ टाइम सुरु हुन्छ 3 2 1 गो बकान सिकाइदिन्छु नि फेरि चारिबानको कापाटी फनफनी घुमे नि मेरो यति नै हो म हाम्रो मेन टार्गेट भने 35 किलो कुरो गर्नु पर्यो हाम्रो मेन टार्गेट भने नाके भाइ थियो नाके भाइ नाके सो गाइस हाम्रो चाहिँ विनर आइसकेको छ हैन अब चाहिँ पनिशमेन्टको टर्न आएको छ पनिशमेन्ट के दि खुर्सानी खाएर नाप्नु दिन्छ असिस्टेन्ट चढाउँछ भने कलिले पाएको थियो है रातो एउटा रातोले बा रातो ल सुनको के हाने म ल त ओइ गिद्रेन भर आ गर कान्छ ओ कायो कायो ओइ यो त रियाक्सन नै दिँदैन त के हो ओइ आगर dia uli agar dia reaction bawa pani hao sini लगाइ हाम्रो थोरै इन्ट्रेस्टिङ
भिडियो हेर्नलाई सब्सक्राइब र बेल आइकन दबाउन नबिर्सिनु होला, लाइक गर्न नबिर्सिनु होला। अरू भिडियो पनि हामी ल्याउँछौँ हैन। मोटिभ गर्नलाई एउटा मिठो कमेन्ट गर्न नबिर्सिनु होला। यति भन्दै हामी यहाँबाट बिदा हुन्छौँ। जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ।